सम्पूर्ण वाइटी मित्रहरूलाई मेरो नमस्कार। सबैजना सन्चै आरामै हुनुहुन्छ होला। हिजो अस्ति मैले त्यो वाचन गरेको मुक्तक हजुरहरूले धेरै नै मन पराइदिनु भएको थियो। खुसी लागेको थियो मलाई। यस्तै मुक्तक अझै बनाउने प्रयास गर्नु भनेर मलाई सुझाव दिनुभएको थियो। त्यही भएर मैले आज सानो गजल वाचन गर्ने प्रयास गरिरहेकी छु। हजुरहरूलाई यो गजल सुनेपछि कस्तो लाग्छ कमेन्टद्वारा प्रतिक्रिया दिन चाहिँ नबिर्सनु होला। मेरो आफ्नो जिन्दगी भर्यासँग सम्बन्धित एउटा सानो गजल छ। मैले गजल वाचन गर्न सुरु गरेँ। कमजोर परिस्थितिले पनि झुक्न सिकाइन मलाई। कमजोर परिस्थितिले पनि झुक्न सिकाइन मलाई। दुःखले हजार चोट दिए पनि रोक्न सकेन मलाई। दुःखले हजार चोट दिए पनि रोक्न सकेन मलाई। खाली खल्ती बोकेर पनि सपना बोकिहिँडेको छु। खाली खल्ती बोकेर पनि सपना बोकिहिँडेको छु। समयले साथ नदिए पनि थाक्न दिएन मलाई। समयले साथ नदिए पनि थाक्न दिएन मलाई। किताबका पानाभित्र भविष्य खोजिरहे म। किताबका पानाभित्र भविष्य खोजिरहे म। निन्द्राले बोलाए पनि झुक्न दिएन मलाई। निन्द्राले बोलाए पनि सुत्न दिएन मलाई। साथीहरू रमाउँदै गर्दा म सङ्घर्षमै हराएँ। साथीहरू रमाउँदै गर्दा म सङ्घर्षमै हराएँ। आफ्नो लक्ष्य सम्झिँदा रोकिन दिएन मलाई। आफ्नो लक्ष्य सम्झिँदा रोकिन दिएन मलाई। कहिले भोकै बसे कहिले आँसु पिएर हाँसे। कहिले भोकै बसे कहिले आँसु पिएर हाँसे। तर परिस्थिति कहिले हार्न दिए मलाई। तर परिस्थितिले कहिले हार्न दिएन मलाई। आमाको आँखामा मेरो भविष्य देख्ने गर्छु। आमाको आँखामा मेरो भविष्य देख्ने गर्छु। बाबाको पसिनाले पनि कमजोर हुन दिएन मलाई। बाबाको पसिनाले पनि कमजोर हुन दिएन मलाई। छोरी तिमी केही बन्नु भन्ने ती शब्दहरू। छोरी तिमी केही बन्नु भन्ने ती शब्दहरू हजारौँ दुखाए पनि बाँच्न दिएन मलाई। हजारौँ दुखाए पनि बाँच्न दिएन मलाई। आज मेरो हातमा पैसा कम होला तर सपनाको मूल्य कसैले तोक्न सक्दैन मलाई। आज मेरो हातमा पैसा कम होला तर सपनाको मूल्य कसैले तोक्न सक्दैन मलाई। कहिले लाग्छ भाग्यले पनि साथ छुटे जस्तो। कहिले लाग्छ भाग्यले पनि साथ छुटे जस्तो। तर मेहनतले फेरि उठ्न सिकाउँछ मलाई। तर मेहनतले फेरि उठ्न सिकाउँछ मलाई। बाटो लामो छ पाइला थाकेको छन् धेरै। बाटो लामो छ पाइला थाकेका छन् धेरै। तर गन्तव्यको आशले अघि बढाउँछ मलाई। तर गन्तव्यको आशले अघि बढाउँछ मलाई। अभावमा जन्मिए भन्दै भाग्यलाई दोष दिन्न म। अभावमा जन्मिए भन्दै भाग्यलाई दोष दिन्न म। आफ्नै मेहनतले आफ्नो भाग्य लेख्छु मनमा। आफ्नै मेहनतले आफ्नै भाग्य लेख्छु म नै। आज आँसु छ आँखामा मनभित्र पीडा छ। आज आँसु छ आँखामा मनभित्र पीडा छ। तर यही पीडाले मुस्कान दिनेछ मलाई। तर यही पीडाले मुस्कान दिनेछ मलाई। परिस्थिति कमजोर छ तर हिम्मत कमजोर छैन। परिस्थिति कमजोर छ तर हिम्मत कमजोर छैन। संसारले नचिने पनि एक दिन चिनाउने हुन्छु म आफै। संसारले नचिने पनि एक दिन चिनाउने हुन्छु म आफै। धन्यवाद। मेरो गजल यति नै रहेको छ। सानो थियो। हजुरहरूले अस्तिको भिडियोमा धेरै नै खुसी व्यक्त गर्नुभएको थियो। त्यही भएर मलाई अर्को पनि एउटा सानो गजल बनाउने मन लाग्यो। आज पनि हिजो अस्तिको जस्तै हजुरहरूले काहीँनिर केही कमी कमजोरीहरू देखियो, काहीँनिर शब्दहरू मिलेको छैन भने पनि कमेन्टद्वारा भन्नु पाउने हुनेछ। धेरै खुसी लाग्छ हजुरहरूको साथ सपोर्ट देख्दाखेरि। मलाई यति धेरै माया गर्नुहुन्छ। हजुरहरूलाई पनि म सपोर्ट गर्ने नै छु। गजल सुनेपछि हजुरहरूलाई कस्तो लाग्यो त्यो कमेन्टद्वारा प्रतिक्रिया दिन नबिर्सनु होला। अनि
आजको गजल यति नै रहेको छ। सबैजनालाई धन्यवाद। मलाई साथ सपोर्ट गर्नुहुने सबै वाटी मित्रहरूलाई धन्यवाद भन्दै अहिलेलाई बिदा हुन्छु। सबैलाई नमस्कार।